आज चाहिँ म सिकाउन जाँदैछु हाम्रो खिल नेपाल टुर्नामेन्ट एप कसरी डाउनलोड गर्ने त। फर्स्ट अफ अल जानुहोस् हाम्रो टिकटकको प्रोफाइलमा र यो भिडियो खोल्नुहोस्। यो भिडियो खोलिसकेपछि चाहिँ यो भिडियोको कमेन्ट हेर्नुहोस् र यो चाहिँ कपी गर्नुहोस्। कपी चाहिँ कसरी गर्ने, क्लिक गरिकन र कपीको अप्सन आउँछ, कपी गर्नुहोस्। कपी गरिसकेपछि चाहिँ तपाईँहरू चाहिँ क्रोममा जानुपर्ने हुन्छ। अब हामी क्रोममा आयौँ र अब यहाँ चाहिँ के गर्ने त, क्रोममा गइसकेपछि अनि हामीले जुन लिङ्क कपी गरेको थियौँ त्यो पेस्ट गरिदिने। अहिले चाहिँ सर्च गर्ने होइन, फेरि यो एचटिटिपिएस छ नि, यो एचदेखि अगाडिको सबै हटाइदिने। एचटिटिपिएस छ नि सब हटाइदिए र गोमा क्लिक गरिदिने। क्लिकमा गरिसकेपछि हाम्रो खेल नेपाल एपको चाहिँ मिडिया फायर आउँछ, त्यसलाई डाउनलोड गरिदिने। डाउनलोड गरिसकेपछि डाउनलोड एनिवेमा हार्मफुल भन्छ, किनभने यो चाहिँ प्ले स्टोरमा छैन र प्ले स्टोरमा नभएको एपहरू चाहिँ सबै हार्मफुल भनेर देखाउँछ, किनभने हजुरहरूको सेफ्टीको लागि है। अनि चाहिँ त्यो चाहिँ यहाँ डिटेल भन्ने अप्सन आउँछ, डिटेलमा क्लिक गर्नुपर्छ। डिटेलमा क्लिक गरेपछि चाहिँ त्यहाँ पुरै डाउनलोड हुन्छ। अनि त्यहाँ चाहिँ 3 डटको अप्सन आउँछ। अहिले चाहिँ मेरो पहिलोचोटि डाउनलोड छ, सो मेरोमा देखाएन। 3 डटको अप्सन आउँछ, 3 डटमा दाबेर डाउनलोड गर्नुहोस्। अनि हार्मफुल एप भन्ने आउँछ, त्यो हार्मफुल एप चाहिँ क्रोमबाट डाउनलोड गरेको भएकोले आएको हो। प्ले स्टोरमा राखेपछि त्यो चाहिँ हार्मफुल एप भन्ने केही पनि आउन्न। अनि त्यो हार्मफुल एप भन्ने कसरी डाउनलोड गर्न मिल्दैन होला भन्नुहुन्छ भने हार्मफुल एपलाई तल हेर्ने, हार्मफुल एपको तल के हुन्छ भनेको मोरको अप्सन हुन्छ। मोरमा क्लिक गरेपछि इन्स्टल एनिमेपछि इन्स्टल हुन्छ।